अनि घरमा बुढापाका हुनुको महत्त्व छुट्टै छैन अझै। हेर्नुहोस् ट्याक्क यहाँ बच्चा हेर्नलाई पनि भयो होइन, बच्चाको हेरविचार गर्नलाई भयो। अनि यसो घरतिर यसो मकै सकै अब यो बर्खाको बेलामा त्यो साउनको मध्य वर्षा छ होइन, कोदो रोप्न गएछन् घरको मान्छेहरू जति सबै। अनि अब सबैजना घरमा व्यस्त छन्। यसो बाख्रा बस्तुहरूलाई कुखुरालाई दाना साना भुइँ बस्तुलाई खाएर सार पानी सानी हालिदिनलाई चाहिँ एकदम महत्त्वपूर्ण हुनुहुन्छ क्या अझै होइन, घरको काम गर्नलाई। कति वर्ष हुनु पऱ्यो अझै? 82 83। अब लगभग अझैको 84 गर्ने बेला भइसकेको छ। अब कतिपयले चाहिँ बुढापाकालाई 1 सालले त 83 वर्ष भइसक्यो नि। आगुन 84 गर्ने होइन, आगुन 84। अब मान्छेहरूले आफ्नो बुवा आमाको महत्त्व आफ्नो घरमा भएको बुढापाकाको महत्त्व बुझ्दैनन्। हजुर हजुर बोलाउनु पर्छ। अनि त्यही हो, बुढो भएपछि त्यस्तै हो नि। एवं रीतले चाहिँ यस्तो छ अवस्था है गाई। त्यो भएर घरमा भएको बुढापाका मान्छेलाई, आफ्नो गार्जेनलाई जहिले पनि एकदम सम्मान गरौँ। घरमा कोही छैन अहिले, घरमा अझै बाहेक कोही छैन गाई।